यो तस्बिरमा यो सानो डटलाई राम्ररी हेर्नुस् त, यो पृथ्वीको सबैभन्दा टाढाबाट खिचिएको तस्बिर हो, करिब 6 अर्ब किलोमिटर टाढाबाट। यो वैज्ञानिक हिसाबले त्यति महत्त्वपूर्ण त छैन तस्बिर, तर ब्रह्माण्डमा हाम्रो अस्तित्व के छ भनेर यसले स्पष्ट देखाउँछ। र यो फोटो खिच्नु पछाडिको पनि धेरै रोचक कहानी छ। यसको सुरुवात चाहिँ 1977 तिर भएको थियो, जब नासाले भोयेजर 1 नाम गरेको एउटा विमान चाहिँ अन्तरिक्षमा पठायो। त्यसको काम भनेको चाहिँ जुपिटर, स्याटर्न जस्ता बाहिरी ग्रहहरूको अध्ययन गर्नु थियो, र उसले आफ्नो उद्देश्य पूरा गरिसकेपछि ऊ चाहिँ अन्तर्तारकीय ब्रह्माण्ड यानि कि इन्टरस्टेलरमा सधैँको लागि जानु थियो। र जब 1990 मा भोयेजर 1 चाहिँ हाम्रो सौर्यमण्डल भन्दा धेरै बाहिर करिब 6 अर्ब किलोमिटर टाढा पुगिसकेको थियो, त्यति बेला नासाका एस्ट्रोनमर कार्ल सागनले नासासँग असाधारण एउटा अनुरोध गरे, के भन्दाखेरि पछाडि फर्केर एकचोटि पृथ्वीको फोटो खिचौं। वैज्ञानिक हिसाबले हेर्दाखेरि यो फोटोको त्यस्तो आवश्यकता थिएन, तर मानव इतिहासको लागि यो एकदमै अविश्वसनीय फोटो बन्यो। फेब्रुअरी 14, 1990 मा भोयेजर 1 ले आफ्नो क्यामेरा पृथ्वीतिर फर्कायो र त्यहाँ देखियो एकदमै सानो फिक्का कलरको नीलो बिन्दु, हाम्रो घर, हाम्रो इतिहास, हाम्रो सपना र हाम्रो सबै थोक। कार्ल सागनले हामीलाई पृथ्वीको एउटा यस्तो आइकोनिक पिक्चर दिए जसले मानवताको लागि सबैभन्दा ठुलो एउटा रिमाइन्डरको प्रतीक बनेको छ। किनकि ब्रह्माण्डको विशालता हेर्दा हामीले ठुलो ठानेको युद्ध, घमण्ड, विभाजनहरू त्यो सानो बिन्दुका साना केही अंशहरू मात्र थिए। अनि के को लागि मोह, के को लागि माया, युनिभर्सको लागि त हामी एउटा सानो तोरीको गेडा भन्दा पनि सानो चिज त रहेछौँ। थ्याङ्क यू भेरी मच सबैमा यतिन्जेलसम्म भिडियो हेर्नु भएकोमा। यदि तपाईले भोयेजर 1 को बारेमा केही थाहा छैन भने मैले अगाडि नै भिडियो बनाएको छु, त्यहाँ गएर पनि हेर्न सक्नुहुन्छ। थ्याङ्क यू भेरी मच।